हरे कृष्ण। धन्यवाद, प्रणाम सबैजना प्रभुजी माताजीहरूलाई। आज म हजुरहरूलाई भगवान श्री कपिल देवले आफ्नो माता देवहूतिलाई दिनुभएको केही शिक्षा, केही ज्ञानहरूको बारेमा हजुरहरूसँग चर्चा गर्नेछु। यहाँ चाहिँ भगवान कपिल देव को हुनुहुन्छ पहिला उहाँलाई चिन्नुपर्छ। भगवान कपिल देव भगवान कृष्णकै अंश अवतार हुनुहुन्छ, जसले चाहिँ सत्ययुगमा आफ्नो माता देवहूतिलाई ज्ञान दिनुभएको थियो र त्यो ज्ञान अहिले पनि हामीलाई एकदम समय सान्दर्भिक छ। जब माता देवहूति एकदम निष्ठावान भक्त हुनुहुन्थ्यो र भगवान कपिल देवले जब आफ्नो आमालाई ज्ञान दिनुहुन्छ त्यति बेला चाहिँ उहाँले आफ्नो पुत्र भनेर पुत्रको रूपमा होइन कि आफ्नो गुरुको रूपमा आफ्नो पुत्रलाई स्वीकार्नुहुन्छ। कस्तो अनुपम उदाहरण छ। र यहाँ भगवान कृष्णले पनि आफ्नो भक्त अर्जुनलाई एउटा सखाको रूपमा, एउटा भक्तको रूपमा भनेर तिमीलाई ज्ञान दिँदैछु भनेर भन्नुभएको छ। तिमी मेरो कुनै पनि इच्छा गर्दैनौ र तिमी मेरो सखा पनि हौ, तिमी मेरो भक्त पनि हौ, तिमी मेरो मित्र पनि हौ, त्यसैले म तिमीलाई भगवद्गीताको ज्ञान दिँदैछु भनेर भगवान कृष्णले पनि अर्जुनलाई भन्नुभएको छ। म तपाईँलाई भगवद्गीताको एउटा श्लोक यहाँ पढ्नेछु है। एउटा श्लोकमा भगवान कृष्णले के भन्नुभएको छ भने, भगवद्गीताको 9 अध्याय 26औं श्लोकमा भगवान कृष्णले के भन्नुभएको छ भने, पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति ताहदम भक्त्युपहतमस्नामि प्रयतात्मना भन्नुभएको छ। अर्थात् यसको नेपालीमा अनुवाद चाहिँ कस्तो हुन्छ भने, कसैले मलाई प्रेम एवं भक्तिपूर्वक पत्र, पुष्प, फल, जल आदिमा जे अर्पण गर्दछ त्यो म खुसी साथ स्वीकार गर्दछु। यस श्लोकमा के भन्न खोजिएको छ भने, भगवान कृष्णको लागि हामीले धेरै ठुलो सहयोग अथवा धेरै ठुलो केही अफर गर्न सक्दैनौँ, भगवानलाई केही अर्पण गर्न सक्दैनौँ भने पनि भगवान कृष्ण एउटा पत्रमा खुसी हुनुहुन्छ, एउटा पुष्पमा खुसी हुनुहुन्छ होइन। एउटा तुलसीको पात भगवान कृष्णलाई तपाईँले राख्नुभयो भने भगवान कृष्ण खुसी हुनुहुन्छ। तपाईँ एउटा 1 गिलास जल राख्नुभयो भने पनि भगवान कृष्ण खुसी हुनुहुन्छ। भक्तले दिएको, भावले दिएको सानो कुरा नै किन नहोस्, भगवान कृष्ण खुसी हुनुहुन्छ। भगवान कृष्णले यही भन्नुभएको छ। भगवद्गीताको 9 अध्यायको 26औं श्लोकमा यही भन्नुभएको छ। यदि कसैले भावपूर्ण कत्र पुष्प दिन्छ अथवा केही पत्र दिन्छ, तुलसी पत्र दिन्छ, फुल दिन्छ, गुलाब दिन्छ, कुनै फुल दिन्छ, कुनै एउटा फल दिन्छ, स्याउ दिन्छ, केरा दिन्छ, केही पनि सुन्तला दिन्छ, केही पनि फल दिन्छ, अथवा जल नै दिन्छ, अथवा 1 गिलास जल नै केही दिन्छ भने पनि त्यसमा पनि भगवान खुसी हुनुहुन्छ। तसर्थ हामीले यो कृष्ण भावनामृत अभियान भनेको यस्तो दिव्य अभियान हो। यहाँ चाहिँ हरेक वर्गको, हरेक उमेरको र हरेक देशको मानिस कृष्ण भावनामृतमा जोडिन सक्दछ। किनभने यो एकदम सरल छ, भक्ति एकदम सरल छ। भक्तिमा हामीले कुनै तपस्याको आवश्यकता पर्दैन, कुनै जङ्गलमा गएर गिट्टा भ्याकुर खानुपर्ने आवश्यकता पर्दैन। केवल तपाईँसँग जे छ त्यही अर्पण गर्नुहोस् भगवानलाई। भगवान खुसी हुनुहुन्छ र हाम्रो भक्ति त्यहीँबाट सुरु हुन्छ। भगवान कपिल देवले पनि आफ्नो माता देवहूतिले यही भन्नुभएको छ, तपाईँलाई म ज्ञान दिँदैछु, तपाईँ मेरो आमा हुनुहुन्छ तर पनि तपाईँमा भाव छ र तपाईँ मेरो यो शारीरिक रूपले आमा भए तापनि एउटा भगवान र भक्तको सम्बन्ध त्यहाँ छ र उहाँले आफ्नो आमा देवहूतिलाई ज्ञान दिनुहुन्छ र आमाले पनि उहाँलाई एउटा छोराको रूपमा होइन कि भगवान स्वयं भगवान हो भने जानेर भगवानकै रूपमा, एउटा गुरुको रूपमा चाहिँ प्रश्न गर्नुहुन्छ। त्यही भएर भक्ति एकदमै सरल छ। भक्ति हरेक व्यक्तिबाट हामी भक्ति सिक्न सक्छौँ। एउटा कुनै व्यक्तिले पनि हामीलाई भक्ति सिकाउन सक्छ होइन। गुरुहरूले हामीलाई सिकाउनुहुन्छ र हामीले बुक पढेर पनि भक्ति सिक्न सक्छौँ। भक्तहरूको सत्सङ्ग गरेर भक्ति सिक्न सक्छौँ। भक्तहरूले कसरी व्यवहार गर्नुहुन्छ, भक्तहरू कसरी बोल्नुहुन्छ, भगवद्गीतामा के बताइएको छ, ती कुराहरू अनुसरण गरेर हामी भक्ति गर्न सक्छौँ। त्यसैले हामीले कृष्णलाई चाहिँ अपनाउनु पर्दछ। कृष्ण हाम्रो प्राण हुनुहुन्छ, हाम्रो हरेक थोक कृष्ण हुनुहुन्छ। हामीलाई सबै दिनुभएको छ कृष्णले र हामीले भगवान कृष्ण यति दयालु हुनुहुन्छ कि एउटा फुलमा पनि रिझ्नुहुन्छ। अहम भक्तो पराधीनो भन्नुहुन्छ। एउटा तपाईँले फुल चढाउनु भयो भने पनि भगवान कृष्ण त्यो फुलको कारणले गर्दा सदा सर्वदा तपाईँको ऋणी भन्नुहुनेछ। यहाँभन्दा ठुलो के चाहियो हामीलाई होइन र? एउटा फुल तपाईँले चढाउनु भयो तर सदा सर्वदा भगवान कृष्ण त्यसको ऋणी हुनुहुन्छ। पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति भनेको अर्थ एउटा फुल, एउटा पत्रमा पनि भगवान कृष्ण खुसी हुनुहुन्छ। जसरी द्रौपदीले के गर्नुभएको थियो, जब भगवानले सुदर्शन चक्र चलाएर शिशुपालको शिर काटिदिनु भएको थियो, वध गरिदिनु भएको थियो, त्यति बेला भगवानको औँलामा सानो एउटा चोट लागेको थियो।
थोरै रगत आए जस्तो भगवान्ले त्यहाँ देखाउनु भएको थियो र द्रौपदीले आफ्नो साडी च्यातेर भगवान्को त्यो औँलामा साडीको टालो बाँधिदिनु भएको थियो र भगवान्ले भन्नुभएको थियो यसको ऋण म तिमीलाई जसरी पनि चुकाउँछु र भगवान्ले पछि जब द्रौपदीलाई गाह्रो पर्यो द्रौपदीले भगवान् कृष्णलाई बचाउनको लागि अनुरोध गर्नुभयो र भगवान् कृष्णले त्यसको बदलामा हजार मिटर लामो कति मिटर लामो त्यो गनेर पनि सकिँदैन अनन्त साडी नै साडी उपहार दिनुभयो ताकि दुशासनले द्रौपदीको इज्जत उतार्न सकेन। भगवान् कृष्ण यति ऋणी हुनुहुन्छ। हामीले एउटा फुल चढायो भने पनि भगवान्लाई ऋण लाग्छ, कति आनन्द लाग्छ। कोही पनि छैन संसारमा कि एउटा फुलको बदलामा हजारौँ फुल दिन सक्ने, हजारौँ पटक जन्ममा पनि ऋणी बनिदिने कोही पनि छैन, केवल भगवान् कृष्ण मात्रै हुनुहुन्छ। हामीले सोचौँ त कसैले तपाईँ त 1000 रुपियाँ दिनुहोस्, उसले भन्छ 1000 दिएँ अब मेरो तिम्रो ऋण चुक्ता भयो, तर भगवान्ले त्यस्तो भन्नुहुन्न। तपाईँ 1000 पैसा अथवा एउटा स्याउ अथवा एउटा फल, एक गिलास जल केही पनि भगवान्लाई अर्पण गर्नुहोस्, त्यो लाखौँ गुणा बढ्छ, तर पनि भगवान्ले ऋण सधैँ चुक्ता गरिरहन्छ र पनि पुग्दैन। भगवान्ले जन्मभन्दा जन्म हरेक जन्ममा त्यो ऋण तिरिरहनुहुन्छ। भगवान् यति दयालु हुनुहुन्छ। त्यसैले हामीले पनि भगवान् कृष्णलाई आफ्नो हृदयमा सजाउँ, भगवद् गीता पढौँ, हरे कृष्ण महामन्त्र जप गरौँ। हरे कृष्ण महामन्त्र एकदम चमत्कारिक मन्त्र छ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। एकदम सजिलो पनि छ, एकदम चमत्कारिक मन्त्र छ। भगवान् कृष्णलाई अत्यन्त प्रिय मन्त्र हो यो र चैतन्य महाप्रभुले यही मन्त्र दिनुभएको छ कलियुगमा हामी सबैलाई बद्ध जीवहरूलाई तार्नको लागि। त्यसैले कृष्णलाई अति प्रिय, राधारानीलाई अति प्रिय मन्त्र हो। यसमा हरे भनेको राधारानी हुनुहुन्छ, कृष्ण भनेको कृष्ण हुनुहुन्छ र राम भनेको पनि आनन्ददायक कृष्ण हुनुहुन्छ। त्यसैले यहाँ जताबाट स्टार्ट गरे पनि भगवान्कै नाम आउँछ। त्यसैले हामी सबैले जपौँ हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। त्यसैले हरे कृष्ण महामन्त्र कलियुगमा हामी सबैलाई तार्ने मन्त्र हो। यही मन्त्र जपौँ हामी सबैले। हरे कृष्ण।